guys, welcome back to my new video episode something inshallah and my funny song teacher. As again, I would say Sandra yes and the dog got हामी चाहिँ आज कोदो काट्न आएको छौँ। अगाडि चाहिँ मम्मी हुनुहुन्छ नि म छु। कोदो काट्नु गएको अहिले चाहिँ कोदो काट्ने बेला हुन्छ अनि त्यही अहिले चाहिँ कोदो काट्ने मौसम हो त्यसैले कोदो काट्नु हुँदैछ। मलाई चाहिँ बाटो थाहा छैन, मम्मीले अघि अघि मेरो बाटो चिनाउँदै हुनुहुन्छ। त्यही त सब्सक्राइब गरिदिनु पऱ्यो है, सब्सक्राइब। कति दुखाउँछ गाइस मेरो नेटको मेहनतको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला चाहन्छु। हजुर कसैले पनि काटेको छैन, सब धान काट्न जस्तो खान्। हजुरहरू कस्तो आरामै हुनुहुन्छ होला नि, मेरो भ्लगहरू मेरो भ्लग कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। त्यही त हो।
मैले घाँस काटेर सकेन सक्यो यहाँ चाहिँ घाँस काटेर अनि यहाँ कलेक्ट गरेको छु काम चाहिँ कुरो काट्नु छ कुरो काटेको कुरो काट्नु छ अनि कुरो काटिसकेपछि भेट्नुपर्छ चाहिँ मैले यति काटिसकेन कुरो यति छ यहाँ यति छ यहाँबाट सुरु त्यहाँ पुगेँ नि बल्ल यति काट्यो कति बज्यो 8:39 भइसकेको छ टाइम चाहिँ आज शनिबार हो चिन्ता छैन अनि यता गाई अब कोदो काट्दैछु मैले अनि यस्तो चिसो छ अनि त्यही भएर ज्याकेट लाएर आएको कस्तो काम लाग्यो ज्याकेट लाएर सक्नुहुन्छ जङ्गल छ कस्तो बाटो छ जङ्गल यो मौसम चाहिँ चेन्ज भइरहेको छ गाइस त्यही त अनि एकछिन पछि फेरि टनी गाइस अनि म अघि नै यो खानसाना खाएर नुहाइधुवाइ गरेर अनि यसो आराम गरेर अनि अहिले म घाँस काट्न आइसकेको छु सक्नुहुन्छ अनि घाँस काट्न चाहिँ अघिको ठाउँमा एक्लै आएको छु गाइस एक्लै मेरो आँखा हेर्नुहोस् त गाइस केही फरक देख्दैन यो चाहिँ अनि घर यही घुर्राल लाग्यो है आँखामा चाहिँ अनि चालेछु सक्न गाइस अनि घाँस काट्ने डेस्टिनेसन अझै पुग्न लागिसकेको छु देख्न सक्नुहुन्छ अनि कोदो काट्ने कार्यक्रम चल्दैछ घाँस काट्दैछु घाँस काटिसकेपछि भेट्नुपर्छ गाइस मैले चाहिँ घाँस काटिसक्यो नि सक्नुहुन्छ नि अब टक्क घाँस सिमाल्ने अनि जाने फर्स्ट घाँस त थोड़ी क्या हो ग्यास हाल्न लागेको छु म एक्लै भनेको थिएँ यतातिर त मान्छे रहेछ नि मान्छेबाट के गर्ने यस्तो डर लाग्ने खालको मान्छे डर लाग्ने खालको मान्छे होइन म डराउने यस्तो डर लाग्ने डराउने खालको मान्छे होइन म गाइस ग्यास सिलिन्डर पर्छ नानीसानले केही नलिकन आएको हातमा है घाँस चाहिँ घुर्रा चाहिँ ल्याउँछ नि घुर्रामा नि पानीहरू लाने काटेर घर फर्किँदैछु घाँस सास बाँधिसकेँ अनि
यो फाट्लो भएर गएको छ अहिले ढाडे भएको छ नि गर्मी छ नि त भारी त्यो फाट्लोमा अलिक ढाउ भएको छ ढाउ भएको छ नि आफूले हेर्ने निकै छैन त्यो काट्ने मान्छे चाहिँ धेरै आएर बल्ल दुईवटा रहेछ है पोखराको गाउँ है गाइस कस्तो छ ठिकठाकै सुनसान जस्तो लाग्छ मलाई त्यो रमाइलो होला हुन त फेरि हाम्रो यहाँको मान्छे उहाँ गयो भने उहाँ अलि सुनसान लाग्छ अब हाम्रो गाउँ आफू जाइ रमाइलो लाग्छ त्यो त हो अनि अर्को कुरा फेरि तिनीहरू यहाँ आयो भने हाम्रो गाउँ सुनसान लाग्छ तिनीहरूलाई रमाइलो लाग्छ तर त्यस्तो सुनसान चाहिँ छैन हाम्रो गाउँ भुट्नुपर्छ एकछिन राख्नु सुकाइ घर आयो घर आयो अब एकछिनमा बल्छिनु जानुपर्छ स्नान गर्दै गर्छु गाउनमा रोक न रोक कहीँहरूले त खाने हो यसलाई चाहिँ आत्तिरो परेछ घिच्नको घनाले दिँदै दिनु आजको लागि यति नै फेरि अर्को ब्लगमा भेट्नुपर्छ यति नै बिदा हुन चाहन्छौँ हस् त धन्यवाद